Hello guys, welcome back to my channel. अनि अस्तिको चाहिँ दशैं भ्लग के छैन मोजा लाउनु पर्यो पानी मोजा कहाँ लाउँछन् हो Hello guys, welcome back to my channel. This is Miss Titi Pokhara and I'm back with a new video. अनि अस्तिको दशैंको पार्टी प्लस माइ ममको बर्थडेको भिडियो कस्तो लाग्यो सबैले कमेन्टमा लेखिदिनु होला त्यसको कमेन्ट चाहिँ एकैछिन अफ भएको रहेछ मलाई मम्मीले मेसेज गरेपछि थाहा भयो मैले अन गरिसकेको थिएँ हैन अनि आज चाहिँ सप्तमी हो अनि हामी चाहिँ सबैजना मतलब बाबा म यताबाट दादा भाउजू अनि सानो दिदी भिनाजु र फुटाफुटीहरु हामी सबैजना जाँदैछौँ मन्दिर आज चाहिँ हामी डिफ्रेन्ट मन्दिर जान्छौँ हैन आज चाहिँ हाफ मन्दिर भोलि चाहिँ हाफ मन्दिर भनेर डिसाइड भएको छ सुरुमा चाहिँ यही हुन्छ त्यसपछि घर आएर खानासाना खाएर बाबा र म जान्छौँ शपिङ गर्न फोन आइसक्यो मलाई सो बाइ अब एकछिनमा ब्लग बनाउँछु भेट्ने जक्सन यहाँ थियो सानो दिदीहरु चाहिँ आइपुग्छ तर दादाहरु चाहिँ आइपुग्छ हैन आउँदै पनि होइसिन्न जस्तो लाग्छ मलाई खै होइसिन्न कतै पनि स्कुटर देख्दिन भिनाजु खैले शान्ति ए ल भइहाल्यो त हामी चाहिँ जक्सन आइपुग्यौँ धन्न छिटो आइपुग्यौँ ढिला चाहिँ गरेनौँ उफ यस्तो हतार गरेर आएको गर्मी नै गर्मी भयो अब जान्छ बाबाले बिचमा ब्लग भिडियो बनाइसिन्छ आउँछ नि बाबा भिडियो बनाउनु आज त मैले आइरन गरेको लुगा पो लगाइछु हामी चाहिँ मन्दिर आइपुग्यौँ यहाँ बाबा र म यहाँ छौँ शान्ति शान्तिहरु आइसक्छु त कताबाट आइसक्यो अब हामी दर्शन गर्छौँ हामी चाहिँ पहिला यहाँ चाबेल गणेश थान आइपुग्यौँ त्यहाँ के तरकारीमा जानु राखेछ कि बेबी जा तिमी पनि जा यहाँबाट जाऊ ल जाऊ त पुरा हिरो राखेर ग्रुप फोटो खिच्न लागेको यहाँ चाहिँ सबजना रेडी हुँदै होइसिन्छ बाबा पनि एक राउन्ड हानेर आउँछु भन्छ ल हामीले चाहिँ यहाँ चाबेलको गणेश मन्दिर दर्शन गऱ्यौँ अब चाहिँ हामी पाटन जान्छौँ यहाँबाट पाटनको बङ्गलामुखी सबैजना अनि त्यसपछि फेरि कता जान्छौँ फेरि भन्छु नजान पनि सक्छौँ अब के हुन्छ ढिलो नि हाम्रो 8 बजे निस्किने प्लान थियो 9:30 बजे निस्क्यो ल यही छ स्कुटर चाहिँ 9:30 भने 8 बजे निस्किने प्लान थियो ह्यापी दशैं भन हुँदा यो मिठाईको ल हामी चाहिँ आइपुग्यौँ यहाँ पाटन बङ्गलामुखी मस्त खाली बाटो सरेर आइपुग्यौँ बिचमा शान्ति र भिनाजु चाहिँ कहाँ हराइसिन्छ भिनाजु टाढै होइसिन्थ्यो त भिनाजुहरू डेटिङ फेजमा होइसिन्छ अरे अहिले ल फुल बत्ती किन्न जाम ल भागु त्यहाँ पनि भिडै छ यहाँ त म ठुलो बाबासँग नि आएको थिएँ क्या हो होइन आएको थिएँ ठुलो बाबासँग चाहिँ आएको थिइनँ भन्न खोजेँ क्या अस्ति ठुलो बाबासँग अस्ति कतिवटा कसलाई हस्पिटल फेरि भैया
हामी चाहिँ यहाँनिर ठ्याक्कै 1 घन्टा लाइन लागेर नखाने 1 घन्टा लाइन लागेर बस्यौँ अनि बल्ल हाम्रो पालो आयो है। अनि अहिले चाहिँ हामी यहाँ चिया खान बस्यौँ अनि त्यसपछि हामी फेरि गुहेश्वरी मन्दिर जान्छौँ उता पशुपति तल अहिलेसम्म। अनि लास्ट हो आज गुहेश्वरी लास्ट चाहिँ अब गुहेश्वरी मन्दिर आयौँ यहाँनिर दर्शन गऱ्यौँ। यहाँ चाहिँ मन्दिर बन्द भएको छ अहिले 12 बजेको मन्दिरको पूजा हुन्छ नि त त्यही भएर गुहेश्वरी मन्दिरमा छौँ सबैजना आफूतिर दा मन्दिरतिर नदेखाइसक्यो दा मन्दिरतिर नदेखाइसक्यो दुर्गा माताको पण्डालमा आयौँ। यहाँ चाहिँ पुरै यस्तो राम्रो बनाएको यहाँ दर्शन गर्छौँ अनि घर जान्छौँ। हेलो म त कस्तो टायर्ड भएँ। मन्दिरबाट आएपछि चाहिँ मैले चाहिँ थ्रेडिङ गर्न गएँ अनि शीतको कपाल नि काट्नु थियो त्यही गर्न गएँ अनि घर आएर एकैछिन रेस्ट गरेर के खाएर अनि एकैचोटि दादाको आइसक्यो अनि मैले चाहिँ भ्लग बनाउन बिर्सेँ चाहिँ दादाको आएर अनि हामीले के खाजाहरू खायौँ होइन। अनि अहिले चाहिँ कान्छी दिदी सानो दिदी र हामी मात्र खाऊँ दादाको अनि अहिले एकछिनमा चाहिँ अरू गेस्टहरू पनि आइसिन्छ होइन कपनबाट। अनि दिबु चाहिँ यहाँ नुनु गल्ला दिबु पुरै येल्लो लाइट बलेर हामी त कस्तो येल्लो पो देख्ने त। ल अब सबैजना आएपछि म हजुरलाई देखाउँछु है यहाँको रमाइलो। मैले अघि चाहिँ खाजा खाएको चाहिँ अघि बनाउन बिर्सेँ एकैछिन हल्का थकाइ जस्तो पनि भइरहेको थियो। अहिले नि मेरो आवाज कस्तो अर्कै भएन खा तर केही छैन। भोलि पनि फेरि मन्दिर जाने छ अझै आज जम्मा 3 जना मात्रै गएको भोलि चाहिँ अरू मन्दिर कन्टिन्यू हुन्छ। बच्चा पार्टीहरू खाजा खान थाले ल यहाँ चाहिँ सबजना यहाँ चाहिँ गफ गर्ने रुम यो चाहिँ भाउजू यता किन चाहियो बाबा किन चाहियो पुगु उठ न त उठ ल हात चुती गर्ने। यहाँ चाहिँ कान्छी दिदीले पुरा आइसक्रिम लिएर आइसकेको छ अस्ति जस्तै तर आज पहिला सुरुमा अर्को फ्लेभरको खाने भने आज कुन फ्लेभरको रहेछ यो 21st लभ ल तर नोभाको पनि मिठो है। अस्ति भाउजूले खाएछन् नि अस्ति नोभाको पनि भ्यानिला लास्टै मिठो थियो। म नि पहिला चक्लेट खाइहाल्थेँ आजकल चाहिँ भ्यानिला नि खाइदिइहाल्छु। हो हस् ल यहाँ आऊ त मानिर आऊ यहाँ आऊ। के खाने रे आइसक्रिम खान्छु म भन इस्माइल लिएर आऊ। यहाँ पुरा बफे सिस्टम छ आज चाहिँ। ल यहाँ चाहिँ प्लेट उठाइछु प्लेट हजुरको भिडियो बनाउँछु। प्लेटको अलिक महँगै छ 2000 भनौँ न। छैन पिरो त्यहाँ माम छ दाल छ काउली छ अचार छ मासु छ पक्कु छ राइट दादा पनि आइसक्यो मासु उता तिम्रो कचौरा हो खाऊ। माम पनि दिउँ बाबु माम ल सबजना यहाँ लिँदै होइसिन्छ। जाउँ अब हामी भिनाजुको प्लेटमा जुम गरौँ ठिकै रहेछ। भिनाजुको प्लेट 2000 को अचार 500 को 500 को यो 5 को 2000 ठ्याक्क भयो है। हो ल गाइजहरु म चाहिँ घर आइपुगेँ अनि आजको दिन चाहिँ यस्तै भयो हैन। तर मैले कति पार्टहरु चाहिँ भ्लगै गरिन किनभने रमाइलो गरियो गफसफ गरिरहेको थिएँ यताउति हैन। अनि लास्टमा हिँड्ने बेलामा नि फेरि एकचोटि आइसक्रिम खाएर अनि सबैजना गफसफ गरेर अनि म चाहिँ भर्खर घर आइपुगेँ हैन। अब चाहिँ म फ्रेस हुन्छु अनि फेरि हाम्रो भोलि बिहान
नेक्स्ट डे सुरु हुन्छ फेरि भोलि बिहान 8 बजे सबैजना निस्केर मन्दिर जाने भने हम आज चाहिँ 9 बजे किनभने बाबा र दादा तरकारीहरू यताउति किन्न गइसकेको थियो बजारतिर अनि त्यही भएर ढिला भयो हैन तर भोलि चाहिँ हामी टक्क 8 बजे निस्किन्छौँ। सो थ्यांक यू फर वाचिङ बाइ।